नमस्कार दर्शकवृन्द, तपाई सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दर्शकवृन्द, आजको भिडियोमा चर्चा रहनेछ नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 मा के छन् त नयाँ आकर्षणहरू, कुन कुन टिममा कस्ता कस्ता खेलाडीहरू आइसकेका छन् र धमाधम विदेशी खेलाडीहरू भित्र्याउन व्यस्त छन् नेपाली फ्रेन्चाइजी टोली। यो बारेमा हामी भिडियोमा चर्चा गर्छौं। कुन कुन विदेशी खेलाडीहरूलाई टार्गेट गर्दैछन् र नेपाल प्रिमियर लिग एनपीएल मा डीआरएस नराख्नुको मुख्य कारण के हो, कि डीआरएस हुनु पर्थ्यो, यो विषयमा पनि धेरै जनाले जिज्ञासा राखिरहेका छन्। यो बारेमा आजको भिडियोमा चर्चा रहनेछ। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। र अहिलेसम्म नेपाल प्रिमियर लिग एनपीएल को सिजन 2 मा कुन टिम बलियो तपाईलाई लागिरहेको छ दर्शक महानुभावहरु, तल कमेन्ट बक्समा तपाईको फेभरेट टिम लेख्नु होला र नेपाल प्रिमियर लिग एनपीएल को सिजन 2 कुन टिमले जित्न सक्ला त्यो मूल्याङ्कन पनि गर्न सक्नुहुनेछ। र च्यानललाई सब्स्क्राइब गरिदिनु होला नेपाली क्रिकेट सम्बन्धी अपडेट र एनपीएल सम्बन्धी सम्पूर्ण खबरहरुको लागि, र भिडियोलाई एक लाइक पनि गरिदिनु होला। दर्शकहरु, एनपीएल सिजन 2 नजिकै गर्दा विभिन्न टोलीहरू खेलाडीहरू भित्राउनमा व्यस्त रहिरहेका छन्। कोही फ्रेन्चाइजी टोलीहरू ट्यालेन्ट हन्टमा व्यस्त छन् भने कुनै फ्रेन्चाइजी टोलीले जर्सी सार्वजनिक गर्न र खेलाडी अनुबन्ध गर्दै सार्वजनिक गर्नमा व्यस्त रहिरहेका छन्। यता एनपीएल को तयारी तीव्र रूपमा पारेको नेपाल क्रिकेट संघले जनाएको छ। पारस खड्काले नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 को तयारी तीव्र भएको बताएका छन् र लगभग अन्तिम चरणमा पुग्न लागेको पनि बताइसकेका छन्। डीआरएस को बारेमा पनि उनले बताएका छन् र लाइभ ब्रोडकास्टिङ कुन टिभी च्यानलबाट प्रसारण हुन्छ त्यो बारेमा पनि उनले बताएका छन्। भने एनपीएल सिजन 2 मा चाहिँ प्रमुख नयाँ आकर्षणहरू के हुन सक्छन् त भन्ने विषयमा पनि धेरै जनाले जिज्ञासा राखेको पाइएको छ। यो विषयमा पनि केही चर्चा गर्ने प्रयास गर्नेछु। सबैभन्दा पहिला त कर्णाली ह्याक्सले कार्तिक 17 गते ट्यालेन्ट हन्ट गर्ने भएको छ। दर्शक महानुभावहरु, एउटा नयाँ प्रतिभाको लागि खुसीको खबर रहनेछ। कर्णाली ह्याक्स स्पोर्ट्स प्रणालीले ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ। कर्णाली ह्याक्सका निर्देशक गिरेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग एनपीएल को लागि ट्यालेन्ट हन्टबाट युवा खेलाडीको खोजी गरिने जानकारी गराएको छ। पहिलो संस्करणमा चाहिँ हामीले दोस्रो संस्करणमा पनि ट्यालेन्ट हन्ट गर्नेछौँ। यसपटक पनि हामी विपिन शर्मा जस्तै अर्का नयाँ स्टार खोज्ने प्रयास गर्नेछौँ, निर्देशक घिमिरेले बताएका छन्। दर्शक महानुभावहरु, कर्णाली ह्याक्सले आगामी नोभेम्बर 3 अर्थात कार्तिक 17 गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ट्यालेन्ट हन्ट गर्ने जानकारी गराएको छ। यो खुसीको खबर रहेको छ एउटा नयाँ प्रतिभाको लागि। र त्यस्तै गरी कर्णाली ह्याक्स स्पोर्ट्स प्रणालीले दोस्रो चरणको नेपाल प्रिमियर लिग एनपीएल को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। केही परिवर्तन गरेको छ आफ्नो जर्सीमा। कर्णाली ह्याक्सका निर्देशक गिरेन्द्र घिमिरेका अनुसार मंसिरमा हुने एनपीएल को लागि कर्णाली ह्याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाँडै समर्थकहरू माझ पुर्याउने योजना रहेको बताएका छन्। कर्णाली ह्याक्सको जर्सीमा आकाशे र पहेँलो रंग समावेश गरिएको छ भने जसले कर्णाली प्रदेशको भौगोलिक र सांस्कृतिक महत्व पनि राख्ने जनाइएको छ। दोस्रो संस्करणको लागि कर्णाली ह्याक्सले आफ्नो तयारी तीव्र बनाएको छ। पहिलो संस्करणमा भने क्वालिफायरसम्मको यात्रा तय गरेको कर्णालीले दोस्रो संस्करणमा अझै आफ्नो टिमलाई मजबुत बनाउने प्रयास गरिरहेको छ। केही दिन अगाडि एकजना खेलाडी भित्राएको थियो, स्कटल्यान्डका मार्क वाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल मा कर्णाली ह्याक्सबाट खेल्ने भएका हुन्। स्कटल्यान्डका 29 वर्षीय वाट बलिङ अलराउन्डर रहेका छन्। उनले स्कटल्यान्डका लागि 77 वटा टी20 खेल खेलिसकेका छन् भने उक्त खेलमा 89 विकेट र 294 रन समेत बनाउन सफल भएका छन्। वाटले सन् 2016 बाट स्कटल्यान्डको राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका छन् र यी शानदार खेलाडीलाई कर्णाली ह्याक्सले आफ्नो टिममा भित्राइसकेको छ। एउटा अझै राम्रो स्पिन बोलिङ डिपार्टमेन्टमा मजबुत बनाएको छ र अन्य कर्णाली ह्याक्समा भएका स्पिनर बलरहरूलाई चाहिँ अब ओझेलमा पर्ने हो कि भन्ने समस्या पनि देखिन थालेको छ। तर सबै खेलाडीहरूलाई मौका दिनेछ भन्ने चाहिँ लाग्छ। र दर्शकवृन्द, त्यस्तै गरी एनपीएल सिजन 2 को लागि पोखरा एभेन्जर्सले पनि आफ्नो खेलाडी भित्राएको छ। इंग्ल्यान्डका एडम रोसिङटनलाई नेपाल प्रिमियर लिग एनपीएल 2025 को लागि अनुबन्ध गर्न सफल भएको छ। इंग्लिश खेलाडी र द 100 मा 15 बलमा नै हाफ सेन्चुरी लगाउन सफल खेलाडीलाई भित्राएको छ र धाकड ओपनर र खतरनाक ओपनर जोडी कुशल भुर्तेलको साथमा उनले गर्न सक्छन्। एडम रोसिङटनलाई भित्राएको छ र यो खेलाडी नेपाल प्रिमियर लिग एनपीएल को सिजन 2 मा खतरनाक बन्न सक्छन् अन्य टिमहरुको लागि पनि भनेर चर्चा भएको छ। र यो उत्कृष्ट पर्चेस गरेको छ नेपाल प्रिमियर लिग एनपीएल मा पोखरा एभेन्जर्सले, र पोखरा एभेन्जर्सले आफ्नो जर्सी पनि सार्वजनिक गर्न लागिरहेको छ। केही परिवर्तन गरेर उसले पनि आफ्नो जर्सी रिभिल गर्ने भएको छ। दर्शक महानुभावहरु, पोखरा एभेन्जर्सले अन्य कुन कुन खेलाडीहरूलाई भित्राउनु पर्छ दर्शक महानुभावहरु तल कमेन्ट बक्समा लेख्नु होला। र अन्य कुन कुन फ्रेन्चाइजी टोलीहरूले कुन कुन खेलाडीहरूलाई टार्गेट गरेका छन् त्यो बारेमा पनि अपडेटहरू आउन बाँकी रहेको छ। अब दिन प्रतिदिन खेलाडी अनुबन्ध गरेको न्यूजहरू तपाईले हेर्न पाइरहनु भएको छ, अझै पनि पाउनुहुनेछ। अझ यो भन्दा खतरनाक खेलाडीहरू आउनेवाला छन् र साइन गर्न मात्र बाँकी छ। खेलाडी र फ्रेन्चाइजी टोलीहरू कन्ट्याक्टमा छन्। कुन कुन टोलीमा कुन कुन खेलाडीहरू आउने छन्, टेस्ट नेसन राष्ट्रबाट उत्कृष्ट खेलाडीहरू आउँदैछन् नेपाल प्रिमियर लिग सिजन 2 मा भन्ने कुराहरू हामीले जानकारी प्राप्त गरेका छौं। एक दुई दिनमा विभिन्न 8वटै टिमहरुमा चाहिँ विभिन्न धागड खेलाडीहरू नेपाल प्रिमियर लिग एनपीएल खेल्न आएको तपाईले खबरहरू सुन्न पाउनुहुनेछ दर्शक महानुभावहरु। र नेपाल प्रिमियर लिग एनपीएल मा खास यही विशेषता छ। एनपीएल को पहिलो सिजन भन्दा दोस्रो सिजन निकै नै धमाकेदार र रोमाञ्चक हुनेवाला छ। किन भन्दाखेरि अहिले अलिकति फरक स्थितिमा छ र फ्लड लाइटमा खेल्ने एउटा अर्को मेन कुरा भइ नै हाल्यो। रातिमा म्याच हुने भइसकेपछि त्यो माहौल नै छुट्टै हुनेछ। र त्यस्तै अर्को कुरा चाहिँ स्टेडियम शानदार रहनेछ, जहाँ चेयरमा बसेर नेपाल प्रिमियर लिग एनपीएल
आइपिएल हेर्नुको आनन्द छुट्टै हुनेछ। त्यस्तै अर्को कुरा रहेको छ डिआरएस को। धेरै जनाको माग रहेको थियो नेपाल प्रिमियर लिग एनपीएल मा डिआरएस को सुविधा हुन्छ कि हुँदैन, यो पटक त डिआरएस राख्नुपर्छ भनेर धेरै जनाले माग पनि राखिरहनु भएको थियो। यो कुरामा के छ भन्दा पारस खड्काले क्लियर बनाइसकेका छन् कि यो वर्ष पनि नेपाल प्रिमियर लिग एनपीएल मा डिआरएस हुँदैन। दर्शक महानुभावहरु किन भन्नुहुन्छ भने खर्च बढी आउने गर्छ। एउटै म्याचमा एकदमै धेरै खर्च लाग्ने भएको कारणले गर्दा लगभग 32 वटा म्याचको लागि उनले भनेका छन् कि 8-9 करोड लगभग लाग्न सक्ने भएको कारण